हिजो रसुवा भोटेकोसीमा आएको बाढीको गीत चाहिँ उहाँ दिदीले गाउनु भएछ। यो गीत सुनेर भिडियोलाई सेयर अनि लाइक पनि गर्नलाई त यो गीत सुन्नु है त। कतिको त जीवनमासी कतिको घरमासी पारिस दैव मेरो देशलाई फेरि रुवाबासी रक्षा गर्देऊ पशुपतिनाथ देशको हालत हेरी रसुवाको घटनाले देश रुवायो फेरि पोहोर पनि त्यस्तै पारिस अहिले नेपालीलाई चोट माथि चोट मात्र जहिले न त भोका न त निन्द्रा न मनमा छैन कतिजना बेपत्ता छन् अत्तो पत्तो छैन दैव तैले कति साह्रो खेलिस खेल अधर्मी ब्यारेक बगे सँगै बगे त्यहाँ सुरक्षा कर्मी न त रह्यो घर बास न त खेत फाट उर्लिँदो भेल बग्दै आयो भोटेकोसीबाट उद्धारमा एकजुट भइदेऊ नेपाली सबै सनै पर्छ दैवको चोट हुन्न कुनै दबै सतर्कता रहनु सबै जोखिम छ बढीमा यतिखेर मेरो देश छ कठिन घडीमा यतिखेर मेरो देश छ कठिन घडीमा।